साथीहरु अब तपाईहरुले चाहिँ चाहेको फिल्म चाहिँ हेर्नु पाइसक्नु भएको छ। त्यो भनेको तपाईहरुको रोजाइमा रहेको एउटा फिल्म थियो, त्यो भनेको 12 गाउँ है। यहाँ देख्न सक्नुहुन्छ साथीहरु, यहाँनिर देख्न सक्नुहुन्छ यो 12 गाउँ फिल्म चाहिँ आइसकेको छ यहाँनिर। र यो तपाईले हेर्नको लागि तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँनिर एउटा निशुल्क पनि हेर्न सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। अनि यतातिर विज्ञापन रहेको थियो, तपाईले 200 रुपैयाँ तिरेर पनि हेर्न सक्नुहुन्छ है। र अब तपाईको इच्छा कि तपाई अब 200 रुपैयाँ तिरेर हेर्न चाहनुहुन्छ भने यसमा टच गरेर यहाँबाट हेर्न सक्नुहुन्छ। हैन अब निशुल्क हेर्न चाहनुहुन्छ भने चाहिँ यसबाट हेर्न सक्नुहुन्छ। तर तपाईले निशुल्क हेर्नको लागि चाहिँ तपाईले केही काम गर्नुपर्ने हुन्छ फ्रीमा हेर्नको लागि। यहाँ भन्दा अगाडिको भिडियोहरुमा पनि मैले चाहिँ तपाईहरुलाई कुनै पनि नेपाली फिल्महरु फ्रीमा हेर्न चाहनुहुन्छ भने यहाँबाट तपाईले सजिलै फ्रीमा हेर्न सक्नुहुन्छ भनेर कति भिडियो बनाएको छु। त्यो भिडियोलाई अन्तिममा गएर चेक गर्नु होला। र यसै एपबाट चाहिँ मैले तपाईहरुलाई त्यस फिल्मलाई अथवा यस फिल्मलाई जुन यो छ यो 12 गाउँ फिल्मलाई चाहिँ फ्रीमा हेर्ने तरिका म तपाईहरुलाई सिकाइदिएको छु। र तपाईले निशुल्क हेर्नको लागि चाहिँ तपाईले यसमा जान सक्नुहुन्छ। अनि अब पैसा तिरेर हेर्न चाहनुहुन्छ भने चाहिँ यसमा गएर हेर्न सक्नुहुन्छ। त्यसको लागि मानव पैसा तिरेर हेर्नको लागि चाहिँ यो यसमा टच गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ दुईटा अप्सन छ, यो पे विथ गुगल प्लेबाट अनि यहाँनिर अन्यबाट छ। तपाईले तल्लोबाट जानु होला। यहाँ गइसके पछाडी यहाँ देख्न सक्नुहुन्छ ई सेवा, खल्ती, फोन पे, आइएमई पे लगायत पेपाल भयो अनि यो भिजा भयो, यहाँ मास्टर कार्ड हो। यहाँ देख्न सक्नुहुन्छ दुनिया छ। यहाँबाट तपाईले कुनै पनि यो बाट चाहिँ तपाईले पैसा तिरेर सजिलै फिल्महरु हेर्न सक्नुहुन्छ। र निशुल्क हेर्नको लागि चाहिँ यहाँ देख्न सक्नुहुन्छ, म ब्याक सरौं, यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यो पुष्टि गर्नु लेखेकोमा टच गर्नु होला। र त्यहाँबाट तपाईसँग चाहिँ सिने कोइन, त्यो कोइन तपाईसँग हुनु जरुरी छ। त्यसबाट तपाईले चाहिँ सजिलै फ्रीमा हेर्न सक्नुहुन्छ। र फ्रीमा हेर्नको लागि थोरै म तपाईलाई देखाइहाल्छु ब्याक सरेर। र यदि अन्य डिटेल रूपमा हेर्न चाहनुहुन्छ भने यस एपको बारेमा डिटेल रूपमा जान्न चाहनुहुन्छ भने यसै भिडियोको अन्तिममा त्यस एपलाई राखिदिएको छु, त्यसलाई हेर्नु होला। अनि मजाले तपाईले फ्रीमा हेर्न सक्नुहुन्छ। म तपाईलाई चाहिँ यो कोइन चाहिँ जुन यहाँ लेखेको छ निशुल्क हेर्नुहोस् भनेको यहाँ तल देख्न सक्नुहुन्छ 179 वटा सिने कोइन चाहिन्छ भनेको छ। त्यसको लागि तपाईले ब्याक सर्नु होला। म तपाईलाई त्यो कहाँबाट प्राप्त हुन्छ भनेर म सिकाइहाल्छु। यहाँ माथि देख्न सक्नुहुन्छ, यहाँनिर एउटा यस्तो किसिमको छ, यसमा टच गर्नु होला है। यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ मसँग छ अहिले 18 वटा। यहाँ थिच्नु लेखेको छ नि, यसमा थिच्नु होला। यहाँ थिच्ने बित्तिकै हामीलाई अलिकति विज्ञापन दिन्छ। त्यसपछि हामीले यहाँनिर कोइन पाउँछौँ है। यो यहाँ देख्न सक्नुहुन्छ लोड, यहाँ देख्न सक्नुहुन्छ यहाँ फ्री कोइन कमाउन्स लेखेको, यसमा यहाँ थिच्नु लेखेको छ नि, यसमा थिच्नु भयो भने तपाईले फ्री कोइन प्राप्त गर्न सक्नुहुन्छ। अनि यहाँ तल अन्य पनि छ, हेर्नु होला। यहाँ तल देख्न सक्नुहुन्छ यहाँ लगइन बोनस, यदि तपाईको नयाँ आइडी हो भने चाहिँ डेली लगइन गर्नु भयो भने तपाईले डेली कमाउनु हुन्छ। 2 वटा डेली लगइनमा 2 वटा कमाउन सक्नुहुन्छ। त्यसको लागि यहाँ टच गर्नु होला। यहाँ टच गर्ने बित्तिकै अलिकति विज्ञापन आउँछ है, थोरै विज्ञापन आउँछ। अनि त्यो विज्ञापन सक्ने बित्तिकै तपाईले चाहिँ त्यो कोइन जुन हामीले डेली लगइनबाट पाउने जुन कोइन हुन्छ नि, त्यो चाहिँ हामीले सजिलै पाउनेछौँ। र यो कोइन हामीले जम्मा गर्दै गएपछि हामीले फ्रीमा पैसा नतिरी पनि यो कोइनको खर्च गरेर चाहिँ हामीले फिल्महरु हेर्न पाउनेछौँ। त्यसको लागि तपाईले चाहिँ अलिकति यस्तै किसिमको गेमहरु खेल्नु पर्ने हुन्छ। र यस एपको आइडी बनाउन आउँदैन भने त्यसको लिंक चाहिँ मैले यहाँ माथि राखिदिएको छु, त्यसलाई गएर हेर्नु होला। र सजिलै तपाईले आइडी बनाएर चाहिँ आफूले चाहेको फिल्महरुलाई फ्रीमा पनि हेर्न सक्नुहुन्छ। र मैले कति भिडियोमा चाहिँ फ्रीमा हेर्न सक्नुहुन्छ भनेर बनाएको थिएँ, तर मलाई चाहिँ धेरै गालीहरु पनि गरेको छ कमेन्टमा है। त्यो म केही मान्दिन, तर पनि तपाईले एकचोटी राम्रोसँग भिडियोलाई हेर्दिनु भयो भने मजाले थाहा पाउन सक्नुहुनेछ। अब हामी ब्याक सरौं। यहाँ हाम्रो लगभग भइसकेको छ, यो देख्न सक्नुहुन्छ। यहाँ लगभग 20 भइसकेको छ। यहाँनिर देख्न सक्नुहुन्छ अघि 18 थियो भने अहिले 20 भएको छ। र यहाँ तल अब जाउँ अलिक तल, यहाँ देख्न सक्नुहुन्छ एप समीक्षा लेखमा, यसमा चाहिँ तपाईले 5 कोइन प्राप्त गर्न सक्नुहुन्छ। तर तपाईको आइडी बनाएको व्यक्तिले चाहिँ तपाईले आइडी बनाइसके पछाडी एकचोटीमा चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। यो चाहिँ मैले पहिला पाइसकेको छु। यहाँ तल देख्न सक्नुहुन्छ रेफर गरी कमाउनुस् लेखेकोमा चाहिँ यो चाहिँ तपाईले यो कमाउनुस् लेखेकोमा टच गरेर चाहिँ तपाईले साथीहरुलाई यसको लिंक शेयर गर्नुभयो भने साथीहरुले तपाईको लिंकबाट चाहिँ आइडी क्रिएट गरेर तपाईले प्रति व्यक्ति चाहिँ 5 प्राप्त गर्न सक्नुहुन्छ। अनि यहाँ उत्तर दिनुहोस् अनि जित्नुहोस् भनेको यहाँबाट चाहिँ तपाईले मेन धेरै कोइन कमाउन सक्नुहुन्छ। डेली तपाईले 50 को एन्सर दिनुभयो भने चाहिँ सही तरिकाले त्यसबाट 50 कोइन डेली प्राप्त गर्न सक्नुहुनेछ। र म यहाँ अलिकति देखाइहाल्छु, यसमा टच गरेर यो देखिन्छ सजिलो क्वेशनहरु हुन्छ। यसको हल गर्नु भयो भने एन्सर पत्ता लगाउनु भयो भने यहाँ देखिन्छ यस्तो किसिमको क्वेशन हुन्छ।
चट्ट रुमाल क्यामाले कुन फिल्मको गीत हो यो मलाई त्यति साह्रो त थाहा छैन, तँलाई पनि म आफ्नो मान्छे हो कि भनेर लाइन्छु है, मलाई थाहा छैन है। मिल्यो भने हामीले कोइन प्राप्त गर्छौँ, एक कोइन। र यसरी नै 50वटा प्रश्न हुन्छ, 50वटा एन्सर मिलायो भने चाहिँ हामीले 50वटा कोइन प्राप्त गर्नेछौँ। आफ्नो मान्छेलाई यो थाहा छैन, पेस गर्ने लेखमा टर्चमा मिलेको छ, एक कोइन प्राप्त गरिसकेको छु। र त्यस पछाडि फेरि हामी अगाडि बढ्नको लागि अर्को प्रश्न लेखमा टच गर्नु होला। यहाँ अलिकति विज्ञापन आउँछ, हामीले विज्ञापनलाई कोर्नुपर्ने हुन्छ र हामीले यही तरिकाले नै सजिलै 50वटा क्वेसनको हल गर्दै अगाडि बढ्यो भने चाहिँ हामीले 50वटा कोइन चाहिँ प्राप्त गर्नेछौँ। अनि डेली 50 प्लस यताउता गर्दा लगभग 60-70वटा हुन्छ भने तपाईँले 3 देखि 4 दिनमा चाहिँ तपाईँले सजिलै आफूले चाहेको फिल्मलाई चाहिँ हेर्न सक्नुहुन्छ। भन्दै अन्य जानकारी लिन चाहनुहुन्छ भने यो अन्तिमको भिडियोलाई हेर्नु होला, त्यहाँबाट तपाईँले सजिलै जानकारी लिन सक्नुहुन्छ यस एपको बारेमा, अन्य तरिकाले पनि फिल्म हेर्न सक्नुहुन्छ है त साथीहरू।